आमा बुवा यस्तो दामी छ तपाईँ एकदमै धेरै खुसी महसुस हुनेछ अनि एकदमै धेरै आनन्द। हेलो हेलो साथीहरू, वेलकम टु डोनास भ्लग। अहिले चाहिँ एकदमै नजिक छु फुङफुङे झरनाको। हेलो, आज चाहिँ हामी चाहिँ भेनालाई लगेर फुङफुङे झरना जाँदैछौँ साथीहरू। ताप्लेजुङको सबैभन्दा फेमस सबैभन्दा भाइरल झरना चाहिँ हामी जाँदैछौँ। आशा छ हामी एकदमै धेरै इन्जोय गर्छौँ भनेर। अनि हाम्रो गुरुजी भाइ चाहिँ यता हुनुहुन्छ, हेर्नु होला। सबैजना इन्जोय गर्दैछ नि साथीहरू। खै पनि छैन हौ। अनि हाम्रो रोमन पनि छ। आज चाहिँ रोमनलाई झनै नचिनेको हेर्नुहोस्, यहाँनिर चस्मा लगाएर एकदमै यस्तो राम्रो देखिरहेको छ। चाहिँ फुङफुङे जाने बाटोको हालत यस्तो छ साथीहरू, हेर्नु होला। यहाँ गाह्रो छ नि, घुम्नु त त्यति सजिलो छ हेर्नुहोस् न। पाहाडको ठाउँमा एकदमै गाह्रो छ। भाइले कोसिस गर्दैछ है, तलतिर बारीतिर बसेर फेरि हो नि त, छोडेर जाने कि। यहाँ चाहिँ साथीहरू हाम्रो रोमनको केटी ल्याउने कुरा हुँदैछ है। अनि मम्मीले के भन्यो अरे, के अरे कस्तो केटी ल्याउनु भन्यो अरे? पानी खाने मुलको केटी हेर्नु कुलको भन्यो अरे साथीहरू। जानिराख्नु है, पानी खानु मुलको केटी हेर्नु पे गर्नु कुलको। ए ठिकै त भन्नुभएछ त। पछाडि चाहिँ राजाहरू चाहिँ झर्ना जाने चाहिँ अब कमलको बाटो हुँदै 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 जानुपर्ने रहेछ। कमल पुलको यो साथीहरू हेर्नुहोला। झर्ना गएको बाटोमा चाहिँ एकछिन भिडियो गरेको अवस्था साथीहरू। भिडियो त हेर्नु, हामी चाहिँ आज फुङफुङे झरनासम्मको यात्रा छ साथीहरू, हेर्नु होला। यो हाम्रो चाहिँ गाडी हल्का तातिएर चाहिँ भाइले चाहिँ गाडीहरू बनाउँदैछ। हामी चाहिँ अब यसो फ्रेस हुनु पर्यो बाहिर भनेर हामी चाहिँ यहाँ निस्किरहेको छौँ। गाडी बिग्रियो भन्दा पनि अब हल्का तातेपछि बनाउनु पर्छ अरे साथीहरू। त्यही भएर हामी चाहिँ गाडीदेखि निस्केर एकछिन भए पनि हिँड्नु पर्यो भनेर चाहिँ दिदी र हामी चाहिँ हिँड्दैछौँ। हामी चाहिँ फुङफुङे झरनाको अपडेट के कस्तो हुन्छ तपाईँहरूलाई भन्नेछु, हेर्दै गर्नुहोला। यस्तै थियो साथीहरू। फाइनली हामी चाहिँ अहिले फुङफुङे झरना आइसकेको छौँ। ऊ माथि देख्नु सक्नुहुन्छ फुङफुङे झरना। अनि हामी चाहिँ यहाँनिर सबैजना आइसकेपछि चाहिँ यहाँ सबैभन्दा पहिले चाहिँ झरनादेखि लेफ्ट साइड गएपछि यहाँ मन्दिर छ। यो मन्दिरमा चाहिँ पूजा गर्नुपर्ने हुन्छ। जहीँ पनि तपाईँहरू फर्स्ट टाइम कतै जाँदै हुनुहुन्छ भने दर्शन त पहिला गर्नु पऱ्यो नि। त्यही भएर यहाँ चाहिँ भदैलाई पूजा गर्नु लाउँदैछु, ढोकै ढोक राम्रोसँग ढोक भनेर। अनि हामी चाहिँ यहाँनिर अब मन्दिरभित्र इन्ट्री भइसकेको छौँ, हेर्दै गर्नुहोला। हामी सबैजना परिवारहरू आइसकेको छौँ, हेर्नु होला। जो पनि फुङफुङे झरनाको छेउछेउ बस्नुहुन्छ, तपाईँहरूको ठाउँ चाहिँ एकदमै एकदमै प्राकृतिक सुन्दरताले भरिएको ठाउँ रहेछ। मलाई चाहिँ एकदमै गर्व लाग्यो, प्राउड टु बी नेपाली। यस्तो सुन्दर ठाउँ पनि रहेछ हाम्रो नेपालमा। जति जति भ्रमण गर्नुहुन्छ नि नेपालमा, त्यति त्यति धेरै सुन्दर सुन्दर ठाउँको तपाईँहरू भेट्दै भेट्दै जानुहुन्छ भने यति मिठो कल्पना हुन्छ कि मेरो देश यति सुन्दर छ भनेर। हेर्नु। अब चाहिँ फुङफुङे झरनाको मन्दिर पनि आइसकेको छौँ। हामी चाहिँ यहाँनिर पूजा गर्दैछौँ साथीहरू सबैजना। पनि अब सुनेर सबैजना पत्तै हुनुहुन्छ। कस्तो राम्रो ठाउँ रहेछ। जसले अघि त्यो के भन्छ खाजा खाएको छ नि, तिमीहरूलाई पख त खाजा खाजा किन आएको यस्तो राम्रो ठाउँमा। राम्रो ठाउँमा यस्तो राम्रो मन्दिरमा आज छोराहरू ठुलो भएर हुर्केर घुमाउनु लिएको अवस्था साथीहरू। तपाईँहरू चाहिँ हामी जस्तो कतिको भाग्यमानी हुनुहुन्छ थाहा छैन, तर हामी चाहिँ एकदमै धेरै भाग्यमानी, एकदमै धेरै लकिएस्ट पर्सन इन दिस वर्ल्ड भइरहेछौँ। त्यही भएर हामी घुम्नु पाइरहेछौँ, हिँड्नु पाइरहेछौँ। तपाईँहरू पनि आउनुहुन्छ भने आउनु होला, एकदमै सुन्दर ठाउँ छ। तपाईँहरूलाई कुनै पछुतो हुँदैन। सबैजना चाहिँ यहाँनिर साथीहरू पूजा गरेर आइसकेको छ। यस्तो धेरै कि कस्तो के स्वर्गको मुटुमा जस्तो लागिरहेको थियो मलाई चाहिँ साथी। आशिष कस्तो फिल भइरहेको छ फुङफुङे झरना आउँदाखेरि भनिदिनु पर्यो त्यही बसेर। कस्तो लागिरहेछ तपाईँलाई यहाँनिर फुङफुङे झरना आएर? त्यति मात्रै आमा बुवा घुमाउनु लिएर आउँदा कस्तो लागिरहेछ? आउँदाखेरि अब यहाँ अर्को भदैछ, हिँड्नाले चाहिँ बिस्तारै आउँदैछ।
गर्दैछ हिमालहरू पूजा गर्दैछ अब अल्बर्टको पालो त्यहाँ छोड्नु च्यान छैन ल ए ल नानी च्यान छैन ल लाग्छ न अब चाहिँ मेरो पालो पूजा गर्ने साथीहरू तपाईहरूले चाहिँ फुङफुङे झर्ना पुगेपछि चाहिँ यस्तो सिन देख्नुहुन्छ यो सिन चाहिँ वाटरफलको हुनेछ हेर्नुहोस् यस्तो सुन्दर छ यो वाटरफल पनि यो वाटरफल देखेपछि तपाईँहरूले बाहिर त्यसको वाटरफल पनि बिर्सिनु सक्नुहुन्छ अनि यो माथिदेखि झरिरहेको झर्ना चाहिँ फुङफुङे झर्ना हो त्यो झर्ना चाहिँ झरेर यसरी तल आएपछि चाहिँ यसरी वाटरफल बनेको रहेछ साथीहरू अहिले थाहा पाउँदैछु अब चाहिँ हामी फाइनली माथि पनि जानेछौँ त्यो पार्ट हेर्नुको लागि चाहिँ तपाईँहरूले अवश्य पनि पार्ट 2 भिडियो आउने नै छ हेर्नु होला